यसहरू तपाईहरुको कोलाई चाहिएको छ रेडीमेड चुल्हाहरु चाहिएको छ भने चाहिँ अर्डर गर्दा हुन्छ है। यहाँ मेरो बुढालाई एकदम तेलको टिनको चुल्हा अर्डर गर्न सक्नुहुन्छ है। मेरो बुढाले बनाउन आँटेको छ यहाँ दोकानमा नै, किनभने दोकानमा एकदम चिसो छ यहाँ अलगडामा के। अन्त त्यहाँ चुल्हा बनाउने कार्यक्रम चल्दैछ मेरो बुढाको चाहिँ। तपाईहरुलाई यस्तो चुल्हा चाहिएको छ भने चाहिँ अर्डर गर्नुहोस् ल, म अहिले देखाउँछु तपाईहरुलाई अलिक बनाइसकेर। यहाँ चाहिँ रातो माटो र बोराहरू काटेर हालिरहेको छ है। सिमेन्टको बोरा, यो के भन्छ यो चामलको बोरा, झर पनि रातै बनाइछ। यो माटो चाहिँ हामीले घरदेखि नै बोकेर आएको, बर्मेकदेखि नै। यो माटो चाहिँ बर्मेकबाटै बोकेर आएकै हामीले। यो टिन पनि हिजो काटकुट गरेर बनाएको घरमा, बेलुका गएर दोकानबाट हो। अब चाहिँ यो कस्तो चुल्हा हुन्छ ल, अहिले तपाईहरुलाई देखाउँछु नि म, हेर्दै गर्नु ल। आटा मुसाइ हुँदैछ यहाँ फेरि, अब चाहिँ आटा मुसाइ हुँदैछ है। रोटी पोल्नुपर्छ होला, गिलो रोटी। के साह्रो ह्यान्डसम देखिरहेको छैन त, चुल्हा बनाउँदा त ह्यान्डसम देख्दो रहेछ मेरो बुढालाई। अब चाहिँ माटो रेडी भइसक्यो, कति मुस्दा अब चाहिँ बनाउन सुरु हुँदैछ। जागरिलो छ नि है त्यो बुढा त। अन्त यसो गर्नु बुढा चुल्हा बनाउने, बुढी भिडियो बनाउने। अब त चुल्हा तात्दा अलिक तातो हुन्छ कि।